सुकुम्बासी समस्या सुल्झाउँदै बालेन, पीडितको घाउमा मलम लगाउँदै प्रतिभा। नेपालको सुकुम्बासी समस्या र सहकारी ठगी प्रकरणले लामो समयदेखि आम नागरिकलाई पिरोल्दै आएको छ। उही मान्छेका यी आधारभूत र गम्भीर समस्या समाधान विगतका सरकारहरू चुक्दै आए पनि पछिल्लो समय काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर हालका प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको बालेन सरकारले थालेको कठोर तर नतिजामुखी अभियानले अन्ततः सार्थकता पाउन थालेको छ। अवैध रूपमा हडपिएका सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्मम प्रयासले थिलथिलो परेको वास्तविक पीडितहरूको घाउमा अब भने मलम लाग्ने भएको छ। बालेनकै कार्यशैलीले सुकुम्बासी र सहकारी पीडितका पक्षमा ऐतिहासिक कदम चालेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आगामी असार तेस्रो हप्तादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण गर्ने घोषणा गरेसँगै बालेन सरकारले देखाएको सुशासनको बाटो झनै फराकिलो बनेको छ। बुधबार प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाब दिँदै मन्त्री रावलले प्रस्तुत गरेको तथ्याङ्क र भावी योजनाले वर्षौंदेखि पिल्सिएका नागरिकहरूमा नयाँ आशा जगाएको छ। विगत 30 वर्षमा सुकुम्बासी समस्या समाधानका नाममा अनेकौं आयोग बने। ती आयोगमा झण्डै 12 लाख निवेदन सङ्कलन पनि भए र हालसम्म जम्मा 9000 जनाले मात्रै लाल पूर्जा पाउने विगतका संयन्त्रले चरम लापरवाही र असफलतालाई छर्लङ्ग पारेको छ। मन्त्री रावलले विगतका आयोगहरूले केवल दलका कार्यकर्ता पाल्ने राजनीतिक भर्ती केन्द्र मात्रै बनेकाले समस्या ज्यूका त्यौं रहेको यथार्थ संसदमै निर्धक्क स्वीकार गरेकी छन्। तर अब यो परिपाटीको सदाका लागि अन्त्य हुँदैछ। बालेन शाहले जसरी महानगरभित्र राजनैतिक दबाव र प्रभावलाई बेवास्ता गर्दै विशुद्ध प्रशासनिक र कानुनी बाटोमा काम गरिरहेका थिए, अब त्यसै गरी देशकै बागडोर सम्हालिसकेपछि पनि काम गर्ने प्रणाली लागू गर्न खोज्दैछन्। अब जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समिति गठन हुनेछ भने केन्द्रमा विज्ञहरूको टोलीले काम गर्नेछ। यसले राजनीतिक पूर्वाग्रह बिना वास्तविक भूमिहीनको पहिचान भई असार तेस्रो हप्तादेखि लाल पूर्जा वितरणको कार्य सुचारू गर्दैछ। त्यसैगरी सहकारी क्षेत्रको विकराल समस्या समाधानमा पनि बालेन सरकारले काम निकै प्रशंसनीय, साहसिक र अनुकरणीय रूपमा अघि बढाएको छ। स्वयं शङ्कास्पद सहकारीको सूक्ष्म अनुगमन गर्ने, बदमासी गर्नेलाई सिधै प्रहरीको जिम्मा लगाउने र कानुनी कठघरामा उभ्याउने बालेनको नीतिले देशभर एउटा स्पष्ट सन्देश दिएको छ। राज्यले चाहने हो भने ठगहरू कुनै पनि हालतमा उम्कन पाउँदैनन्। यही नीतिको प्रभाव स्वरूप मन्त्री रावलले संसदमा सहकारी बचतकर्ताको रकम फिर्ता गर्न राज्य कोषको 1 पैसा पनि खर्च नभएको र नहुने स्पष्ट पारेकी छन्। बालेनले सुरु गरेको ठगकै सम्पत्ति बेचेर पीडितलाई न्याय दिने सिद्धान्त यहाँ पूर्ण रूपमा लागू भएको देख्न सकिन्छ। पछिल्लो 3 महिनाको छोटो अवधिमा मात्रै 8वटा समस्याग्रस्त सहकारीका 1452 साना बचतकर्ताको 59,04,600 रुपियाँ बचत रकम फिर्ता भएको छ। यो रकम सम्बन्धित सहकारीका सञ्चालक तथा पदाधिकारीको व्यक्तिगत सम्पत्ति र बैंक खातामा रोक्का गरी व्यवस्थापन गरिएको हो। राज्य संयन्त्रले इमानदारीपूर्वक चाहँदा छोटो समयमै पीडितको घाउमा कसरी मलम लगाउन सकिन्छ भन्ने यो एउटा ज्वलन्त उदाहरण हो। यसै अवधिमा 3,54,39,000 रुपियाँ ऋण असुली हुनुले पनि कारबाहीको प्रक्रिया कति सशक्त र प्रभावकारी ढङ्गले अघि बढेको छ भन्ने प्रमाणित गरेको छ।